मरेर हुन्छ कि गुल्टेर हुन्छ भने जे हुन्छ जाने हाइक स्टार्ट भयो हेलो यो 2 मिनेटमा थक्ने मान्छेहरुसँग आएको छु यार होइन गाइस होइन हामी यहाँ थुक्पा बोकेर हिँडेको छौँ स्तुतिको हातले खानु नि अब के 5 मिनट भयो होला हिँडेको 5 मिनट भयो बढी हो अरे भोलि राख्दा एकछिनमा कल्ला कल्ला हेरि छुट्छ मलाई त स्टार्टिङमै यस्तो रिस उठेको थिएन नि म त स्तुतिले मार्छ आज भनेको थियो मैले हेर अटोमा छ त्यही त बुढोले पैसा मात्र लियो किन के भन्दैछ तिमीलाई म गले म ठिकै छु यार किनभने सिडी छैन नि त यस्तो बाटोमा सजिलै लाग्छ फर्स्ट हो नि त मलाई एकदमै गाह्रो भएको थियो कि तर म अब हाइक भनेको यस्तै भएर प्रिपेयर मेन्टली प्रिपेयर भएर आएको छु नि के भएर ऊ त्यो माथिको बाटो पुग्नु छ यसरी हामी ट्रेकिङ आएको अरे यहाँ यस्तो छ हालत यस्तो चाहिँ हामी चाहिँ प्लास्टिकमा चम्चिएर थुक्पा झरेको होला यो फुल मन पर्यो अरे अब घर लाँदैछ कुन डाँडामा होला है साँच्चै एउटा डाँडा नै पुग्नु ऊ त माथिको जस्तो लाग्छ है मलाई त ऊ त्यहाँ माथि टाढै थियो छ हौ यो डाँडा खै कहाँ कहाँ हो ओइ टाढा टुप्पोमै छ हौ टिना पुरै हुस्से लाग्छ नि त त्यहाँ फर्स्ट हाइक फेरि आउँछु तर ठिक भएपछि आउँछु म त कहिले आउँदिनँ भनेको थिएँ फर्स्टमा त यस्तो हाइक जस्तै भयो किनभने साथीहरू चाहिँ त्यहाँ रेस्ट गरिरहेछन् अनि म चाहिँ यस्तो हेर्दैछु अगाडि बाटो कस्तो रहेछ भनेर अनि यहाँ कता झर्नाको साउन्ड आइरहेको छ कहाँ हो थाहा छैन मजा त मजा आइरहेको छ तर अब कति टाइम लाग्ने हुन्छ दुईवटा बाटो छ अब यहाँबाट एउटा यो अब कुद्नु थाहा छैन अब युट्युबमा हेर्नुपर्दा कि त म्यापमा यहाँबाट हामी आएको जस्तो लाग्छ है त्यहाँ जस्तो लागिरहेछ अब यो यस्तो घुमेर 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 वहाँ
कहाँ पुग्नु पर्ने होला। पुगिन्छ हिँड्दा त हामी यस्तै हो। हामी तराईको मान्छेलाई त गाह्रै छ। हामीले चाहिँ बाटो सोध्यौँ, त्यो दाइहरूले चाहिँ हामीलाई सर्टकट भनिदिनु भयो। यस्तो त्यो बाटो यस्तो यस्तो नघुमिकन यताबाट जाने होला कि यताबाट। ए साँच्चै साँच्चै फुल यहाँबाट चाहिँ भ्यू देखिरहेको छ। खै कस्तो जाडो हो। मेरो साथीले गिभ अप गरिरहेको गलेर स्याहाँ स्याहाँ सबको मुख अब म यहाँ किन आएँ, मुझे अपने घर जान आए वाला भइरहेको छ। म नि उकालो छ त लास्ट खुट्टा काम यार। यिनीहरूले हामी चाहिँ उता तलबाट यहाँ आइसक्यौँ। मेरो साथीहरू थाकेर म पनि उतानेरि अर्को बहिनीहरू जाँदैछन्। हामीलाई चाहिँ उतो टप कता पुग्नुपर्ने हो। ओइ जियो सब त आउन आँट्यो यार, ढुक्क लाग्यो। स्या स्या भइसक्यो। आनन्दले बस्नु जस्तो चाहिँ भएको छ। बोल्यो भने पनि किन बोल्नु परेको होला। धेरै दुखेको बेला अलि धेरै दुखेको छैन कि दुख्दै गर्छ, म हिँड्दै गर्छु। म चिज भन्दा यो मनपर्छ। त्यो अर्को येल्लोवाला होइन, त्यो चाहिँ मिठो लागेन मलाई। मलाई मिठो लाग्छ, मलाई यो मनपर्छ। उहाँ टपमा पुग्नु छ। उही अघि हामी बसेको यहाँ हो। उही कति तल रहेछ। अब हामी सर्टकट लिन्छौँ, यहाँबाट जान्छौँ। यस्तो घुम्नुभन्दा सिधै यहाँबाट यहाँ माथि। कस्तो लागिरहेको छ टिना? गलिरहेको छु। त्यो दाइहरू कति छिटो आइसक्नु भयो नि। ओइ अन्त हामीलाई यता हाँस्नुहुन्छ होला। रजनीश अब ट्रेकिङ जान्छौँ कि जाँदैनौ? ओइ त्यो दाइहरूले हामीलाई बाटो भनिदिनु भएको। कति छिटो आइसक्नु। हामी 1 घन्टादेखि हिँडेको नै छौँ। ओइ जाँदै बिस्तारै बिस्तारै न त पुगिँदैन। ओइ उठ। चिसो हावा आएर अब चाहिँ वर्दित लाग्न थाल्यो। यहाँसम्म आएको आइगेस त्यो पाहाड पुग्नु पर्ने होला। हामी यताबाट जाँदैछौँ। ओ माइ गॉड। हामी चाहिँ खाजासाजा खाएर माथितिर लाग्यौँ। अझै माथि भ्यू हेर्न। मेरो साथीहरू चिया बोकेका छन्, मसँग कप छ जुन चाहिँ हामीले घरैबाट ल्याएको थियौँ। अनि थर्मसमा चिया
भर्खर हामीले खाजा खाएको तर अब बाटोमा खाएको चिया रह्यो नि त अब के फर्काएर लानु भनेर चिसोमा चिया यहाँ माथितिर कतातिर चाहिँ भेटा रहेछ अघि भर्खर हामीले स्काई वाक देख्यौँ पैसाको टेन्सन रमाइलो गऱ्यो न रमाइलो पैसाको टेन्सन नल्याउ न धनी दिदी राख्नु पर्छ है ठिनाको नाम ओ मेरो सोले गइसक्यो नि आज के भयो उही कस्तो दामी भ्यू ये मटी अलि धेरै प्राउड छु है आज यस्तो पेट दुखेर बिरामी भएर दबाई खाएर होला नि यहाँसम्म आइपुगे खै रदिस यता आउन कहाँ हराएको ल बस रदिस आज धेरै सेन्टी छ कसको याद आयो गर्लफ्रेन्डलाई मिस गर्दैछ साथीहरू हामी घर पनि पुगेन त्यही त बेस्टीलाई मिस गरेको हो कि थाहा छैन यहाँ भिडियो पनि राम्रो आउँदो रहेछ साथीहरू हेर्थ्यौँ रदिसले मेरो फोनै राम्रो हामी चाहिँ ऊ तलबाट यत्रो माथि हिँडेर आएको बस्ने त्यहाँ थियो त्यही घर होइन ऊ त्यहाँ खोइ त्यहाँ हो निलोवाला घर हेर्दैन लेफ्ट साइडमा हाइक सक्यो अब हामी तलतिर झर्दैछौँ रिटर्निङ टु होम तिला यता के भन बाई बाई सक्यो अब तलको मेरो स्पेसफुल भइसक्यो तल हिँडेको त आउँदैन लाग्छ यो ठाउँमा हामीले अलमोस्ट बिहान चाहिँ गिभ अप गर्न फर्किसक्यौँ मैले भनेको जाम 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 मोटिभेटर अनि मलाई चाहिँ फेरि कस्तो लाग्यो ला यिनीहरूलाई गाह्रो भएको छ कि म सेल्फी स्टाइलको त भइन यो मान्छे जान आँटिसक्यो अनि म रनिसले गिभ अप गरेको थिएँ यहाँनिर यही रुख अगाडि तर गयौँ कस्तै मजा आयो वर्थ इट हामी चाहिँ जङ्गल पनि कट्न आँट्यौँ गाइज स्तुतिको भ्लग हो यो डु सब्सक्राइब स्तुति यहाँ छिन् रजिस यहाँ छ सकिँदै आँट्यो हाइक हाम्रो सक्यो अब धरान आइपुग्न आँट्यौँ त्यही हो बाई थ्याङ्क यू फर वाचिङ